ल आदरणीय साथीहरू दर्शक वृन्दहरू म यति बेला फेरि पनि मौरी काट्न आइरहेको छु। यो गाउँ आउँदा चाहिँ प्रायः जसो मौरी देखिँदो रहेछ। अनि यो भाइ हो जसले पनि मौरी देख्ने चाहिँ फेरि एकदम काम चाहिँ जङ्गलमा बस्ने भएकोले गर्दाखेरि मौरी देख्छ। मौरी चाहिँ यो सहरेको पाखामा टक्कसँग यहाँनिर छ है, यहाँनिर छ। यहाँ छ। अब यो भित्र कसरी काट्ने भन्ने भइरहेको छ क्या म चाहिँ। यो भित्र छ, हात पनि छिर्दैन। हेर्नु साथीहरू, मौरीहरू उडिरहेछ। अब हेरौँ, एकजना मान्छे बोलाएको छु, अब उहाँले काट्नुहुन्छ होला। मह चाहिँ छ यहाँ यति भयो। हाम्रो मिजा भयो है यहाँ अब मौरी काट्ने चाहिँ। मौरीले आक्रमण गरेको रहेछ। अरे मलाई नि आउँदैछ क्या यार। यो भएन क्या, अलिक सुतीको कपडा चाहिँ ल्याउन हौ गएर। हाम्रो घरमै थिएन क्या सुतीको कपडा, त्योहरू। ल अब झिक्न सजिलो भयो। अब चाहिँ एकपल्ट त्यसलाई बिवस बनाउनु। आमा म निस्किँदैछ। आमा बिवस बनाउनु पऱ्यो कि होइन मिजा भाइ? यो अलिक भएन, धुवै आएन क्या। ए चिम्टा छिटो, चिम्टा बिना सक्दैन। कुरोटा ल्याऊ म। ल अब हामीले चाहिँ यहाँ यति बेला मौरी काट्न आइरहेको। कुरियो टन्नेले दुईटा हो, दुईटा हो। सजिलो मार्यो। ए भित्री चाहिँ ए है ढेन्नाम चाहिँ छैन का यो भित्र है। सजिलो छैन मह काट्नको लागि। मौरीको आक्रमण सधैँ काट्नुपर्ने हुन्छ। झिक्ने अभियान चलि नै रहेको छ। दर्शकवृन्द यति बेला फ्रन्ट लाइनमा हुनुहुन्छ हाम्रो माइला बाउ, त्यसपछिको लाइनमा साइस भाइ र अन्तिम लाइनमा चाहिँ म छु। किनभने मौरीले टोक्यो भने अझै रामधुलाई हनुमान खुलाइ हुन्छ भन्ने लागेर म चाहिँ पछाडि नै छु। प्रयासहरू जारी छ। दर्शक महानुभावहरू यति बेला हामी मौरी काट्न भनेर आएका छौँ। मौरी काट्न सजिलो चाहिँ रहेनछ। यो दोस्रो मेरो मौरीको शिकार गर्ने दोस्रो पटक हो। सजिलो भन्ने छैन। म एकदम हेरिरहेको छु यहाँ मौरीको मह चाहिँ खाने भनेर एउटा सङ्कल्प सहित आइसकेपछि हामीले यहाँ अहिले हाम्रो प्रयास जारी छ। यता खिल त यहाँ छ, निकालिदिनु त। यो त अघि नै टोक्यो क्या। यो त अहिले टोकेको गाँठोले चाहिँ यसले तान्ने नि चिन्ताले। हेरौँ कस्तो निस्केको छ महहरू चाहिँ। ए म हेर्न सक्नुहुन्छ, देखाउनु न। म सबै हाम्रो चाहिँ त्यो एकैछिन डढाएर सक्नुभएछ अन्त। सुतीको कपडा नि त्यही त अनि डढेर गयो त सबै। थाप्नु छिटो छिटो। काका त बबाल राम्रो छ नि। चाका त भित्र छ। चिन्ताले तान्दैन। ए छ रहेछ यार, यहाँदेखि हेर्नु न। त्यो मुखलाई चाहिँ भत्काएको भए हुन्थेन नि मिल।
भित्र छ क्या साथी यस्तो दामी मह छ है झरेर जान्छ त्यो हो र दुलेर छ ठुलै भरि छ तलतिर मौरी चाका छ नि तलतिर चाका छ नि तलतिर त गाह्रो छ चाका भनेपछि निकै चाका रहेछ है चाका छ निकाल्नु सक्दैन भेनालाई बोलाउनु पर्छ अब यिनीहरू भाग्छ है बिस्केर मामा 5-6 टा टोक्यो सालेले निकाल्नु दिया छ फेरि आइको छ यहाँ पनि टोक्दै क्या फेरि टोक्यो यहाँ ओ दुलाई निकाल्नु सक्दैन म त रहेछ नि हामी त्यहाँ म त छ नि बबाल मन खोइ टोक्दा त डाँट कुयो म है टोको ए मौरी टोक्यो अब मुख यत्रो सुनेला अझ म गुलिया खा तँ बबाल छ नि मान्छे यति मात्रै ट्राई गर्नु अस्ति काबु भएको नखानु न अहिले नै फेरि भरेमा काकीले पनि मागिरहेछ तपाईँ नबोक्नु मिरा बोयको रियाक्सन हेर्नु सक्दैन निकाल्नु हेलमेट मिजा भाइ हेलमेट टाउकोमा लाउने त्यही त लिएर आऊँ मिजा भाइ हामी जा भाइ हेलमेट लिएर आऊ हेलमेट लिएर आऊँ भन्छ अठाउँदैन हौ चिन्ताले चेप्दैन क्या काकीको त चिन्ता चेप्दैन मास्टरको पनि छ म बच्चा तलतिर म त्यस्तो छ होइन मैले बट्टा लगाइदिएको अहिले फेरि मौरीले अट्याक खान्छ फेरि मेरो म चोरी छ मेरो साथी यसरी काट्नु त नतानेको चिन्ताले तान्दैन हेलमेट लिएर आऊँ भनेको मान्नुहुन्न हो त्यो चाहिँ म होइन त हो फाइनली उहाँले चाहिँ अर्ग्यानिक निकाल्नु पाल निकाल्नु भयो यो चाहिँ तपाईँलाई बधाई छ आकाश आकाशजी बधाई छ म टन्नै छ 1 करोड रुपियाँ माना पर्ने म यहाँ छ भन्ने थाहा पाएपछि हेर्नु यहाँ मान्छेको सहभागिता कति बढ्यो अब हेलमेट लाएर अब मौरीको चाहिँ नि मह झिक्न पर्ने स्थिति आयो हेर्नुहोस् त दर्शकबिन एकदम अप्ठ्यारो ठाउँ छ आम्मा अब पसेर नि हो र ए आमामा ज्याकेट नि हाने त मलाई भने अनि कसरी छिर्यो त्यो भित्र नि हेलमेट भित्र नि उडिसक्यो अलिक काट्नुपर्छ होइन हुँदैन उति हाल्नु न मिजाब अलिक त्यो भित्र चाहिँ त्यो यो म बच्चै बच्चा छ बच्चा म त मास्तिर छ नि बच्चै बच्चा म पनि छ क्या माथितिर म आम्मामा पनि थियो त गाँठे हो त्यसरी पार्नुपर्छ अनि त्यो लत्तिनुपर्छ उहाँ खाएर लत्तिनुपर्छ आकाश बलम पाखी मगरज्यू भित्र छिरिसक्नु भएको छ मह निकाल्नको लागि र हात छिराउनु हुँदैन झन्टे हात नछिरेको अवस्था छ र उहाँलाई चिम्टा दिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु म चिम्टाले आउँदैन चिम्टाले मैले त्यस्तो पकाउनु चाहिँ मजाले पकाउने हो यहाँ देख्न सक्नुहुन्छ
खै ल हाम्रो खजानामा हाल्नुहोस् अघि चढाएको बिहानै काटेको रहेन साले काट्नु पर्छ नि त उही आयो आयो हातमा 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 घरमा छ भने केही गर्न नआउँछ नि त हरस अहिले म त त्यो माथिबाट फ्यान पार्नु न हामीले चाहिँ महको चाकाई यति निकालिसकेका छौँ है हेर्नु सक्नुहुन्छ साथीहरू ल यो हाम्रो दोस्रो सिजनमा चाहिँ यस्तो चाकाहरू यहाँ छ अझै यस्तो छ है ल एउटा सुने खिच्दै। हाम्रो सबैभन्दा सिकारी यो म झिक्ने हाम्रो मिजावे ल मिजावे भन्नु कतिको रहेछ म ए टन्नै रहेछ ठन्डै रहेछ टन्नै छ कतिसम्म टोक्यो तपाईँलाई ए कति हो गनेर साध्य नै छैन है जिब्रोमा नि लु यति भए मलाई पुग्छ खानु खानु अझै धेर खायो अब ल उहाँले हो टोकी टोकी भित्र बगाइयो त हाम्रो यो दोस्रो हनी हन्टिङको अपार सफलतापछि अब हामी फर्किँदैछौँ टोलीहरू मिजाबै 1 नम्बरको हुनुहुन्छ उहाँ आफै ए यहाँ छ अनि आधी चाहिँ झोलामा छ म चाहिँ अब चल्यो र मेरो युट्युबलाई अब लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला पुर्याइदिनु पर्यो साथीहरू ल फर्कायो है अब हामी फर्क्यौँ गाउँ अब हेलमेट समेत लगाएर आएको अन्त हजुर ल है ल बाई बाई